हेलो माई फ्रेन्ड, यो चाहिँ अरिङ्गल पोल्नलाई तयार हुँदैछ है मेरो साथीहरू। मेरो उस्ताद हुन्छ सिएचएम टङ्कर राई 211 धेरै हुन्छ राई उस्ताद। यता चाहिँ गर्बुजा साहब। अरिङ्गल चाहिँ यहाँनिर छ है जहाँमा यत्रो घैँटो अत्रो छ, यहीँदेखि नजिकै छ खिरामा। यो चाहिँ कता हो जङ्गलमा खोलाको किनारा फेरि हो, रोडकै छेउमा झ्याप गरेर झ्याप झ्याप हानिदिने पिक्चर खतम। पुरै तयारीको साथमा लागि परेछ। ल है त पुल्ठ बनाउने इन प्रोग्रेस। कहाँ यहाँनिरबाट हो क्या? माथि जाने रानो हुँदो रहेछ होइन? अलमोस्ट फिनिस। आखिरी फिनिसिङ दिँदै पोहोरको होइन त यो वाल छेल हुने गरी खायो नि त पोहोर त। फेरि खाली हात त कहिले परेन कि फेरि त्यहाँदेखि ठडाउने भन्दै रहे के गर्दै हाम्रो साहबहरू। उतै छेउबाट हुन्न र यताको छेउबाट उता ल है जाँदैछ। पोला एकचोटि ड्राई रियल छ। झन्डै सजिलो कहाँ छ र अरिङ्गल खानलाई। तयारीको प्रक्रिया यताबाट झोस्ने भनेको अलिकति मिलेन, फेरि यताबाट झोस्नको लागि केटाहरू तयार हेरौँ है त। हो केटाहरूले अब तेल हाल्न सुरु गर्यो। तेल हालेर अब तेल खनाइसक्यो। छन् सेकेन्डमा फेरि चट्ट यसको कारवाही हुन्छ है त। ल है त स्टे ट्युन। ल है ल जलायो केटाले। ल जला रुखमा जलाउनु न, रुखमा जलाउनु। ल है त यस पोले के को अब बत्ती जलाउनु र त्यही त्यत्रो ठुलो भयो। सलक्कै पोलियो यार। दिमाग त सही लगायो केटाले। दाहिने बायाँ घुमाऊ पोलालाई। ल फाइनल फिनिसिङ तकरिबन भइसक्यो तकरिबन। ए झऱ्यो यार, खाली रहेछ क्या यार। त्यो यार खाली देखेछ त यार। त्यो तलको त सेतै हुनुपर्ने यार। त नि झन् तलकै कालो छ त यार। खोक्कै भइसकेछ त यार। के हो यार? गर्बुजा अलि टाढो छ। त्यो त सेतो हुनुपर्ने यार। छैन माथि जल्यो, ऊ पनि माउ ऊ पनि जल्यो। के भने रुखै ढालिदियो। खिराको बोर्ड हो के अब रुखमा चढ्न सक्दैन। त्यहाँ तिम्रो पोला दाहिने बायाँ घुमाउ त, त्यहाँ छ माउ। ल रहेछ अलिअलि त। ल सब ल ये दामी भयो यार, दामी भयो। फालिदियो हे तेरे यार नठुन्काउनु पर्ने नि यार।
ल चित साबी यहाँ बोरा सब लाउनु बोरा बोरा त के हुन्थ्यो र यो यार ल है त मिसन सक्सेस खत्तम रहेछ ठास ठुस पार्नु त ल राम्रो बल्दो रहेछ है हामीले डिजेल पाएन भनेको यसो थाप्नु छ सिमी छ खोइ 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 यता बत्ती बाल्नु ए रहेछ यार सेतो रहेछ ल रहेछ 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 जाँड छैन भनेको रहेछ हुँदैन एकछिन बल्दिनँ रहेछ अघि त साला एउटा नदेखेको तलबाट त यार ल यसमा छैन घोच्नु न घोच्नु न घोच्नु घोच्नु रातो रहेछ रातो रहेछ घोच्नु त यसरी म दिउँसै बोल्थेँ यसलाई त यसरी के मजाको यताकोलाई उगर सोचेको यताको त्यो आगोलाई फाला हो तिनीहरू निकाल्नु पर्छ त्यसलाई पनि यो त रातो त मजाले हुन्छ ल हाला 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 ल है त आउँछ कि ल है त माउको एट्याक सिबी दूर दूर कतिको भारी छ साहब खै देखाउनु त पकाउनु त यो यहाँ मुनि मुनि खोल्यो भने थाहा लाग्छ हो त्यो तलको हो क्या छैन क्या छैन हो छैन छैन गर्नु चाहिँ यहीँ छ भयो छैन ए टन्नै रहेछ त अघि त कालै देखेको थियो त जामा रहेछ यहीँ छ क्या यहीँ छ त्यो बाहिरको लेयर खसेको के त्यो बोला त सानो बलेन त एउटै बोरा काफी छ क्या ल जु नेक्स्ट फर्स्ट मिसन सक्सेस होइन अब चाहिँ सेकेन्ड मिसनको लागि फेरि तयारी ल ल है त अब यो ब्यागको साइडमा जाउँ त यो त जाउँ मेरो मोबाइल तपाईँको मोबाइल त के थाहा टर्च घरदेखि तकरिबन कति किलोमिटर होला साहब यो 30-35 त छ है अस्तिको 30 होइन नापेको अस्ति 30 किलोमिटर भयो जस्तो हामी यही खोला 4 किलोमिटर यता आएर तल हेर्दा त के थिएन चला भन्छु त नि के है यो खोलाको माछा फेरि बुवा सानो मिठो हुँदैन असला माछा खोइ यसो हल्का यो खोलाको माछा फेरि खतरनाक